नमस्कार। यसरी मर्न कसैलाई नपरोस्। जेठ 19 इतिहासको कालो रात। 2058 को जेठ 29 को रात नेपालकै इतिहासमा भयो ठुलो घात। नारायण हिटी राजदरबारमा दुखद घटना घट्यो। रक्ताम्य भयो राजमहल, सिङ्गो समाज रोयो। रक्ताम्य भयो राजमहल, सिङ्गो समाज रोयो। 3000 सैनिक थिए, सुरक्षा घेरा कडा, अत्याधुनिक हात हतियार पहरा दिई खडा। तर पनि त्यो घेरा तोडी आयो कसरी काल। उत्तर खोज्दै बित्यो युग, रहस्य भयो विशाल। उत्तर खोज्दै बित्यो युग, रहस्य भयो विशाल। जनप्रिय राजा वीरेन्द्रको अस्थायी जीवन दीप, रानी ऐश्वर्यसँग निभ्यो राष्ट्र प्रेमको दीप। निराजन र श्रुति ढले रोयो सारा देश, दिपेन्द्र नि त्यही ढले मौन परिवेश। दिपेन्द्र नि त्यही ढले मौन परिवेश। वंश विनाशको कथा इतिहासमै अंकित, सत्य खोज्ने प्रश्न धेरै अझै अनुत्तरित। थियो दोषी को कसरी उठ्छन् अनेक सवाल। थियो दोषी को कसरी उठ्छन् अनेक सवाल। उत्तर छैन आज पनि देखिँदैन कतै काल। उत्तर छैन कतै पनि देखिँदैन कतै काल। सैनिक थिए सुरक्षामा जनता सोध्छन् प्रश्न। सैनिक थिए सुरक्षामा जनता सोध्छन् प्रश्न। रक्षा गर्न नसक्ने भए के को लागि अस्त्र। रक्षा गर्न नसक्ने भए के को लागि अस्त्र। शक्ति भएर पनि किन रोक्न सकेन वार। युगौंसम्म गुन्जिरहनेछ पीडाको पुकार। युगौंसम्म गुन्जिरहनेछ पीडाको पुकार। नेपालका ती पूर्व राजा परिवारका सदस्य स्मृतिमा जीवित रहन् सधैँ अविस्मरणीय। श्रद्धा सुमन अर्पण गर्दै झुक्छ हाम्रो शिर। इतिहासको त्यो कालो दिन रहनेछ सधैँ पिर। इतिहासको त्यो कालो दिन रहनेछ सधैँ पिर। धन्यवाद, नमस्कार।